सो हे गाइस, स्वागत छ तपाईलाई मेरो आनन्द ब्लगरमा। आजको चाहिँ के हो छ भन्दाखेरि नि आज म क्याम्पिङमा जाँदैछु हो। 7 घण्टा बिताउने छु म। आज म यस्तो जग्गामा बिताउने छु 7 घण्टा हो। त्यहाँनेर चाहिँ कुनै टावर पाउँदैन, कुनै केही छैन त्यहाँनेर हो। कसरी म सर्भाइभ गर्छु तपाईलाई म एक एउटा टपिकमा तपाईलाई म देखाउँछु भिडियोमा हो। र यहाँनेर मेरो जग्गा म जहाँनेर क्याम्पिङ गर्दैछु त्यो जग्गामा चाहिँ यस्तो बोर्डर हो क्या, म इन्डियाको बोर्डर छ। त्यहाँनेर चाहिँ के हुन्छ भने भुटान पनि छेउमा छ, तपाईको आसाम पनि छेउमा छ। त्यस्तो बोर्डरमा म क्याम्पिङ गर्दैछु आज हो। तपाईलाई म देखाउने छु र भुटानको बोर्डर पनि देखाउँछु तपाईलाई, म आसामको बोर्डर पनि देखाउँछु। हाम्रो त अब म त वेस्ट बेङ्गलको, म वेस्ट बेङ्गलको, म त मेरो त खुदको बोर्डरमै छँदैछु त, मलाई त्यो टेन्सन हुँदैन। र तपाईलाई देखाउँछु ल, मेरो ब्लगमा तपाईहरु बनिराख्नुहोस् ल। जिन्दगीले चाहिँ कहाँ कहाँ पुगाउँछ मान्छेलाई केही थाहा पाउँदैन। र यस्तो चाहिँ एक्लै त कसैले पनि ट्राई गर्नु हो। एक्लै हिँडेर क्याम्पिङ गरेको राम्रो पनि हो। म त खासमा त्यति साह्रो अहिले एक्सपिरियन्स पनि छैन त क्यामेराहरू समात्दैमा। म नि अहिले यो फिलहाल कस्तो गरेर यो सिकेको छु मैले क्यामेरा समात्दैन। त्यस्तो क्यामेरा पक्रिँदा पनि क्या, यो एङ्गल पक्रिँदा पनि हातै टेढो हुन्छ क्या। ल जुम, अहिले त सिकिसकेँ क्या मैले निकै। र तपाईँलाई म देखाउँछु आज म कस्तो जग्गामा क्याम्पिङ गर्छु भनेर हो। भिडियोमा चाहिँ पुरा बनिराख्नुहोस् तपाईँहरू हो। चक्कु चाहिँ हातमा बोकेर हिँडेको क्या, जङ्गलमा साह्रै डर लाग्यो क्या मलाई आउँदाखेरि। अनि घाम पनि अलिक बेसी नै लागेको छ आज, त्यो भएर चाहिँ चस्मा लगाएको क्या, आँखामा पऱ्यो घाममा। आइपुगेँ म त फाइनली त्यो जग्गामा चाहिँ हो। यो जग्गामा चाहिँ आइपुगेँ जुन जग्गामा बस्छु। तर अहिले चाहिँ हेरेको छैन, अब हेरौँ कता छ क्याम्पिङ गर्ने, कतापट्टि हो कसरी। खाना पनि म खुद बनाएर खान्छु यहाँनिर। खानाहरू अब हुन्छ नि एउटा के ब्रेकफास्ट सबै म यहाँ आज बनाएर खान्छु यार। यति कष्ट गरेर भिडियोहरू बनाउँदैछु त्यहाँ, तपाईँहरू त खोइ लाइक पनि गर्नु हुँदैन यार, केही पनि गर्नु हुँदैन। कसै कमेन्टमा त भन्नुहोस् कस्तो भयो भिडियोहरू। एउटा गाउँको केटाले यसरी भिडियो बनाउँदैछ, अलिक सपोर्ट गर्नुपर्छ क्या मान्छेलाई। अब सपोर्ट गरेर भने तपाईँले कसरी हुन्छ त, त्यसपछि के हुन्छ त्यो भन्नु सक्दैन होइन। कि मलाई त्यहाँ जानु मजा आउँछ, यहाँनिर जानु खेल्नु क्या। मोबाइल क्या, त्यो मोबाइलहरू चलाएर होला हो, त्यो ब्लगिङ बनाएर क्या, त्यो ऐनामा बसेर क्या, बेसी अब घरमा थुनिएर बसेर त्यो यो भइसक्यो क्या। मलाई चाहिँ आदत भइसक्यो अहिले, साथी नै चाहिँदैन क्या, साथीहरू हुने क्या। मोबाइल छ भने मलाई भइहाल्यो, केही चाहिँदैन मलाई, खालि मोबाइल मात्रै त्यो साथमा। मलाई त फेरि भएर त बोल्दै हुन्छ बाटो भने क्या, पग्ला भनेर चाहिँ जेसुकै भनोस् ल। मलाई चाहिँ साह्रै भोक लाग्यो यार। पहिले म म्यागी बनाउँछु, म्यागी ल्याएको छु, म्यागी बनाउँछु। र अब हेरौँ न, तपाईँ पनि हेर्दै गर्नु हो, खान्छु म्यागी बनाएर चाहिँ। ल हेर्नुहोस् मेरो भिडियोमा। चुला फुक्नु पऱ्यो भनेको सलाई नै ल्याएन छु घरबाट हो। अब सलाई कहाँबाट बनाउनु, चुला त रेडी बनाएँ, दाउरा पनि ल्याएँ हो, सलाई ल्याउनै बिर्सेछु घरबाट हो। अब के गर्नु म, कसैलाई मागेर अब आगो फुक्छु हो। आगो चाहिँ फुकेँ, आगो चाहिँ बलेँ। अब म लाइटर मागेर ल्याएको उहाँ मान्छेहरूसँग, दाउरा काट्नु आएर छ, लाइटर मागेर आगो चाहिँ फुक्यो हो। अब चाहिँ प्याज खोर्सानी काटेर धमाधम बनाउँछु। पुरा भोक लाग्यो क्या। ल भन्छ नि, कोसिस गऱ्यो भने सबै कुरो हुन्छ क्या। कोसिस चाहिँ गर्नुपर्छ क्या मान्छेले। कोसिस बिना हात थापेर भगवान् देऊ माथिबाट देऊ भने कहाँ दिन्छ त, कोसिस पो गर्नुपर्छ त। खोर्सानी प्याज चाहिँ काटेर रेडी भयो हो। हेर्नु, खोर्सानी प्याज चाहिँ काटेर रेडी भयो। अब चाहिँ पकाउनु पऱ्यो। तपाईँलाई एउटा बात भनौँ, मजा यस्तो मजा आउँछ नि यहाँ। हेर्नु नि, यस्तो मेहनत गरेर मैले यस्तो गरेर बनाएँ है, कस्तो उम्लिँदैछ है। एउटा हुन्छ क्या मजा, सब देखेर खाम भइसक्यो यसलाई मैले देखेर। कस्तो भोक लागेको छ नि, कस्तो भएको छ होला यहाँ, भोक लागेर टुइ भइसक्यो नि। ए कसरी खान्छ हामी, मजा अब हेर्नु है। लगाउने हो ए जादु छ नि हातमा त। भोक लागेको छ, छुट्टै खाइहाल्छु म चाहिँ। खाएँ मैले ड्याममै एकछिन आराम गर्छु। उहाँहरूतिर चाहिँ फिसिङ कसरी गर्छ लोकलहरूले, मान्छेहरूले तपाईँहरू देखाउँछु ल, फिसिङ कसरी गर्छ। अङ्कललाई चाहिँ एकचोटि भरेर मैले रिक्वेस्ट गरेँ, एकताल फ्याँक्नु लगाएर देखाउँछु ल तपाईँलाई। छैन भन्छ अहिले। ल रेडी 1 फ्याँकियो, वाट फ्याँक्यो, देख्नु भएन, देखने आया था। मछली कितना मारा है? नहीं थोड़ा भी नहीं मारा। बेचारा माछा बढ़िया एकदम नहीं मिलता ना। पत्थर आया नहीं आया।
नै होइन अङ्कलको ब्याड लक रहेछ आज माछा नमार्ने र अङ्कल जाने अरे माग्नु पऱ्यो 2 पिस भने त्यो होस् तपाईँलाई एउटा जिनिस देखा म मेहनत गरेर सबै कुरो हुन्छ क्या देखाउँछु है तपाईँलाई यो मैले उहाँबाट लिएर आएको बोकेर कुनाबाट बोकेर ल्याएको सुत्नु लागि कि एकछिन आराम गर्छु भनेर हेर्नु वहाँनिर चाहिँ मैले बनाएर खाएँ म्यागी बनाएर खाएँ हो यहाँ चाहिँ अलिकति आराम गर्छु भन्ने जग्गा बनाएको छु तपाईँहरूसँग एउटा कुरा सेयर गर्नु पऱ्यो भनेको के कुरा भन्दाखेरि नि अहिले फेसबुकतिर होइन फेसबुकमा छ इन्स्टाग्राममा र तपाईँको युट्युबमा होइन कतिजना मान्छेले भिडियोहरू हाल्छ क्या तिनीहरूलाई सानो अब सानो कन्टेन्ट क्रिएटरहरू हुन्छ जस्तो कि अब मै हो एउटा होइन मैले सानो स्टार्टिङ गर्दैछु नि त म त स्टार्ट त गर्दैछु नि त मैले पनि होइन अनि म जस्तो विभिन्न मान्छेहरू छ तिनीहरूलाई कि हामीले के गर्नुपर्छ भने सपोर्ट गर्नुपर्छ क्या भाइ गर्दो यस्तो किन भन्नु क्या मान्छेलाई कि यसले के गरेको यार मोबाइल लिएर हिँड्छ यस्तो जो गरेर हिँड्छ र प्लस नाचिरहेको छ हेर भात खाना बनाएको सब्जी बनाएको भिडियोहरू हाल्छ हाई गाइस गुड नाइट गाइस यस्तो यस्तो भनेको भिडियो त्यस्तो भन्नु हुँदैन क्या हामीले चाहिँ सपोर्ट गर्नुपर्छ क्या हामीले तिनीहरूले जेसुकै गरोस् न तिनीहरूलाई सपोर्ट गर्नुपर्छ हामीले ठिक छ यार गर्दै गर अझै तिनीहरूले नयाँ नयाँ प्रकारले भिडियोहरू बनाउँछ क्या अब हामीले डाइरेक्ट नै तिनीहरूलाई भन्यो भने यस्तो के गरेको यार यस्तो के गरेको त्यस्तो भन्नु हुँदैन क्या कसैलाई तर एउटा के कुरो अझै कुरा भन्दाखेरि भन्नुभन्दा अगाडि चाहिँ आफूमा चाहिँ एकताल झाँकेर हेर क्या पहिले आफ्नो चाहिँ हेर आफूले के गर्दैछ पहिले त्यो अरूले जेसुकै गरेको तिनीहरूलाई सपोर्ट गर त्यो तिमीले जब आफूले गर्नु सकेको छैन अरूले त गर्दैछ नि त होइन त्यस्तै हो भाइ सपोर्ट गर्नु सबैजनालाई त्यो जुन तपाईँलाई म देखाउँछु जुम गरेर देखाउँछु है यो जुन लाइन तार सेतो सेतो देख्दैछ नि तपाईँहरूले त्यो माथिको त्यो सेतो त्यो तारहरू त्यो तार त्यो खम्बाहरू त्यो चाहिँ भुटानको करेन्ट लगेको लाइन लगेको तार हो अनि यो जुन यहाँनिर एउटा सेतो देखिरहेको छ हौ एउटा त्यहाँनिर यहाँनिर एउटा सेतो देखिरहेको छ त्यो चाहिँ भुटानको घर हो त्यो चाहिँ भुटान छ त्यहाँ चाहिँ भुटान हो त्यो चाहिँ हेर्नुहोस् त्यहाँ चाहिँ घर हो भुटानको अनि यो चाहिँ करेन्टको हो म चाहिँ 1 किलोमिटर टाढो छु क्या त्यहाँबाट त्यो भुटानबाट चाहिँ त्यो देखेकोबाट यो खोलापाती उता आसाम हो यता चाहिँ वेस्ट बेङ्गल हो यता वेस्ट बेङ्गल हो उता चाहिँ आसाम हो त्यो भयो भुटान हो लास्टै भोक लाग्यो त अब चाहिँ खाना बनाउँछु हो म हो अघि त बिहान आएर त म्यागी बनाएर खाएँ अहिले चाहिँ म गएर खाना बनाउँछु भात पनि उम्लिनु लाग्यो भात र टमाटरको अचार बनाएको छु म्यागी पाक्दैछ हो पुरा भोक लागिसक्यो नि टाइम 2 बजी 2:30 बजिसक्यो भात पनि पकाएँ टमाटरको अचार पनि बनाएँ म्यागी पनि बनाएँ हो अनि खासमा त मैले चम्ची चाहिँ मैले बेगमा हालेर नभेटेको हो अब किस्मत भन्दैन जे कुरो पनि पाउँछ लास्टमा पाउँछ भने हो रहेछ लास्टमै भेटाएँ मैले त खाने बेला पाएँ अघि चाहिँ अलिकति म्यागी थियो त्यो डन्टाले खाएँ अहिले चाहिँ मैले चम्ची बेगमा रहेछ हो भेटाएँ यहाँ मैले बनाएको यो भात यो टमाटरको अचार यो चाहिँ मैले म्यागी बनाएको छु अब खान्छु मलाई खाइहरू चाहिँ एकछिन बसेर अनि चाहिँ मेरो मैले खोलातिर आएर खानु चाहिँ मजा चाहिँ अर्कै रहेछ क्या अब यो केही छैन यसमा हो त्यही पनि मिठो लाग्यो खतमै गरिदिने खाएर सबै दामी लाग्यो खानलाई हो सबै खतम भयो खाएर चाहिँ भात पनि शेष गरेँ म्यागी थियो म्यागी बनाएको थियो म्यागी पनि शेष भयो हो मिठो मनमा यस्तो जिनिस छैन कि मान्छेले पुरा गर्न नसक्ने मान्छेले चाहिँ सबै जिनिस पुरा गर्न सक्छ क्या इच्छा चाहिँ हुनुपर्छ हो मान्छेको इच्छा हुनुपर्छ सबै कुरो गर्न सकिहाल्छ मान्छेले होइन खोलाहरू नि कस्तो दामी छ नि म कहाँ छु थाहा छ बिचमा छु म अघि मैले भन्दा म यहाँ आउँछु भनेर आयो फाइनली मेरो टाइम चाहिँ भयो पुरा हो म आएको थिएँ बिहान 9 बजी आएको थिएँ अहिले 4 बजे हो मैले 6 घन्टा जस्तो 7 घन्टा भन्थेँ र म 7 घन्टा मात्रै बस्यो अब गएर मलाई अलिकति एडिटहरू गर्नुपर्छ भिडियोहरू हो त्यो लागि ढिलो हुन्छ त मेरो 6 बजी चाहिँ आउँछ भिडियो हो युट्युबमा पनि आउँछ फेसबुकमा पनि आउँछ 6 बजी हो दुइटै प्लेटफर्ममा आउँछ भिडियो मेरो युट्युब च्यानललाई चाहिँ तपाईँहरूले सब्सक्राइब चाहिँ गरिदिनु है यार आनन्द ब्लगर हो नाम हो प्लिज यार छैन यार सब्सक्राइब भर्खर स्टार्ट गरेको छु मैले नयाँ गरेको छु स्टार्ट हो त्यही भएर सब्सक्राइब चाहिँ गरिदिनु होला प्लिज अहिले नि तपाईँलाई हात जोडेर गर्दैछु म यति तपाईँहरूको लागि कष्ट उठाएर म गर्दैछु भिडियोहरू बनाउँदैछु हो र मेरो ब्लगिङमा तपाईँहरू जुडिराख्यो भने तपाईँले अझै एक्सपिरियन्स वाला भिडियोहरू देखाउँछु म तपाईँलाई मैले कति मैले ट्राई गरेको छु कतिचोटि गरेँ मैले यो भिडियोहरू बनाउनु लागि त तपाईँलाई म हात यो
हात जोडेर तपाईँलाई भन्छु क्या म प्लिज मेरो युट्युब च्यानलमा गएर तपाईँले आनन्द ब्लगर हो त्यसमा गएर तपाईँले सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई छैन क्या मैले हिजो अस्ति भर्खर खोलेको छु हो प्लिज यार गर्दैन यार पैसा थोरै लाग्छ यार प्लिज